नमस्कार दर्शक महानुभावहरू। एउटा सानो चकलेटको प्रयोगले कसरी प्रेम सम्बन्ध र लग्जरियस बढाउन सकिन्छ। केवल एउटा सानो चकलेटको प्रयोगले जीवनमा ग्रोथ कसरी बढाउन सकिन्छ, धन, यश, कृति, रिलेसन, सम्बन्ध सबैलाई कसरी मजबुत बनाउन सकिन्छ, यो कुरा यहाँको समक्षमा बताउँदछु। बडा ध्यान दिएर सुन्नुहोला र भिडियोलाई अधिकभन्दा अधिक सेयर पनि गरिदिनु होला। हेर्नुहोस्, पहिलो कुरा हो लग्जरियस दिने जुन ग्रह भन्छ नि, त्यो हो भिनस शुक्र ग्रह, जसलाई स्त्री, प्रेम, सम्बन्ध, लक्ष्मी, यश, धन, धान्य, कृति, सुगन्ध, मिठाससित जोडेको हुन्छ क्या। यसैको मिठो चिजको एउटा प्रयोगले, चकलेटको एउटा प्रयोगले जीवनमा लग्जरियस लिएर आउँछ र बढाउँछ, सम्बन्ध मजबुत बन्छ। बडा ध्यान दिएर सुन्नुहोला, यो उपाय यहाँको समक्षमा बताउँदछु। हरेक हप्ताको शुक्रबारको दिन पुरुषहरूले आफ्नो स्त्रीलाई अर्थात् पत्नीलाई शुक्रबारको दिन चकलेटको साथमा एउटा सेतो फुल राखेर गिफ्ट दिनुभयो भने लक्ष्मी प्रसन्न हुन्छन्, शुक्र ग्रह मजबुत हुन्छ, लग्जरियस बढेर जान्छ, सम्बन्ध र प्रेम पनि सुदृढ भएर जान्छ र लाइफ वैवाहिक जीवन एकदम मजबुत रहने गर्दछ। दोस्रो कुरा, जसको आफ्नो गर्लफ्रेन्ड छ र विवाह उहाँसितै गर्न चाहनु भएको छ, प्रेम सम्बन्ध मजबुत छ भने उहाँलाई नै शुक्रबारको दिन चकलेट र फुल राखेर गिफ्ट गर्नुहोस्, तपाईँको लागि लक्की साबित हुन्छ। अब तेस्रो कुरामा जाउँ। अब जसको विवाह भएको छैन र गर्लफ्रेन्ड पनि छैन, यस्ता पुरुषहरूले भने गाईलाई शुक्रबारको दिन भेली र थोरै घाँस दिनाले लाइफमा लग्जरियस र विवाह शीघ्र हुने, सम्बन्ध राम्रो रहने, प्रेममा ग्रोथ हुने र यी तमाम प्रकारका कुराहरू जहाँ भौतिक सुख र सुविधा हुन्छ त्यसमा वृद्धि हुन्छ। अब स्त्रीहरूको लागि बताउँ यो कुराहरू। अब उहाँहरूले चाहिँ विशेष गरेर स्त्रीहरूले पनि धन, वैभव र यश र कीर्तिको लागि र लग्जरियस लाइफमा ग्रोथ होस् त्यसको लागि हरेक शुक्रबारको दिन यहाँहरूले कन्याहरूलाई, 9 वर्ष मुनिका कन्याहरूलाई शुक्रबारको दिन चकलेटको साथमा एउटा फुल राखेर दिन सक्नुहुनेछ। परिवारमा यदि कन्याहरू छिन् भने दिन सकिन्छ, यदि नभएको खण्डमा गाईलाई नै यहाँहरूले भेली र घाँस खुवाउनाले यो कुराहरू उहाँसँग साबित हुन्छ, लाइफमा लग्जरियस